नमस्कार साथीहरू, मेरो युट्युब च्यानललाई हेरेर बस्नुभएका तपाईँ सम्पूर्णलाई स्वागत छ। आजको भिडियो चाहिँ अलिकति फरक भिडियो रहेको छ। कसरी पढ्ने, के पढ्ने, कसरी लेख्ने भन्दा पनि अहिले धेरै जस्तो कुराहरूमा एआई प्रविधिको प्रयोग गर्ने चलन, एआई टुल्सको प्रयोग गर्ने चलन व्यापक रूपमा बढिरहेको छ। अध्ययनमा, अनुसन्धानमा, विभिन्न फिल्डहरूमा रोबोटिक्सदेखिको धेरै कुराहरू। अब लोकसेवाको तयारीलाई पनि एआई प्रविधि मैत्री बनाउन सकिन्छ र एआईको प्रयोग गरेर हाम्रो पढाइलाई थप प्रभावकारी, थप फलदायी कसरी बनाउन सकिन्छ, के एआई टुल्सहरू प्रयोग गर्न सकिन्छ, एआई टुल्सलाई प्रयोग गर्दाखेरि थप इन्ट्रेस्टिङ कसरी बनाउन सकिन्छ भन्ने कुराहरूमा हामी छलफल गर्छौँ आज। तपाईको प्रथम पत्रको तयारीदेखि लगेर अन्तिम पत्र या फाइनल तयारीसम्म हामी एआईलाई कसरी प्रयोग गर्न सक्छौँ त? जीकेआईको तयारी, इङ्ग्लिसको तयारी, हैन, त्यस्तै गरी लिखित पत्रका तयारीहरू, त्यस्तै गरी कम्प्युटरसँग सम्बन्धित प्रश्नहरू, हैन, यसलाई कसरी थप बेटर बनाउने भन्ने कुराहरू पनि छलफल गरौँला, हैन। र एआईले एकदमै राम्रो खालको बेनिफिट हामीलाई दिइरहेको छ र धेरै फड्को पनि मारिरहेको छ। दिन प्रतिदिन एआईले आजभन्दा भोलि राम्रो पर्फर्मेन्सहरू गरिरहेको छ डेटाहरू कलेक्सनबाट। हामी कम्प्युटरको प्रयोग गर्दै गर्दाखेरि, इन्टरनेटको प्रयोग गर्दै गर्दाखेरि कतिपटक कलेक्टेड डाटा कलेक्सनमा हामीलाई गाह्रो पर्थ्यो भनेदेखि एआईले सबै डाटाहरू कलेक्सन गरेर हामीले चाहेको सठिक प्रश्नको उत्तर दिने भएको कारणले गर्दाखेरि यो टाइम कन्ज्युमिङ छैन, एकदमै सहज, चलाउनलाई सजिलो पनि छ। सो हामीले गुगलमा खोज्दाखेरि, एउटा शब्द खोज्दाखेरि धेरैवटा सोर्सहरूमा हामीले डुलिबस्नु पर्थ्यो भनेदेखि यसले हामीले जे चाहेको त्यही नै दिने भएको कारणले गर्दाखेरि इन्टरनेटभन्दा एआईको प्रयोग अझै थप प्रभावकारी हुन्छ कि भन्ने मेरो आकलन छ। सो विशेषतः च्याटजिपिटी भयो, पर्प्लेक्सिटी एआई भयो, गुगलको जेमिनाई भयो, त्यस्तै गरी हाम्रो एक्सको ग्रक भयो, त्यो हैन, अनि चाइनामा भएको हाम्रो डिपसिक भयो। ती सबै एपहरू एकैचोटि प्रयोग नगरे पनि हामीले पर्टिकुलर एपहरू यस्ता छन् जसले चाहिँ अलराउन्ड काम गर्न सक्छ र विशेष गरेर म आज जेमिनाईमा काम गरेर देखाउँछु, हैन। यसले के गर्न सक्छ, लेखेर सोधेको प्रश्नको उत्तर दिनुको साथमा यसले भिडियो पनि देखाउने भएको छ, हैन। हामी सँगसँगै बात पनि गर्न सक्छ यसले। सो इट इज भेरी इम्पोर्टेन्ट, है। यो चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। अब सुरु गरौँ है त। ओके, सबैभन्दा पहिला हामी यो एआई टुल्स खोलौँ। मसँग धेरैवटा एआई टुल्स छैन, पर्प्लेक्सिटी, डिपसिक, च्याटजिपिटी र जेमिनाई रहेछ। म जेमिनाईमा आज ट्राई गर्दैछु सबै कुरा। अब जेमिनाईले यहाँ देख्नुहुन्छ तपाईँले, हैन, सबै कुरा आइहाल्यो। इन्सपायर मी, सेभ मी, आस्क जेमिनाई, रिसर्च, क्यानभास भनेर भनेको छ। यहाँनिर प्लस लेख्ने ठाउँ भइहाल्यो, जे पनि लेख्नु सक्नुहुन्छ तपाईँले, हैन। हाउ आर यु भनेर मैले लेखेँ भनेदेखि जेमिनाईले के रिप्लाई गर्छ भनेदेखि हेरौँ, यो भनेको तपाईँहरू सबैलाई थाहा छ। यहाँ सबै कुरा हामीले सोध्न सक्यौँ। यहाँ प्लस बटनमा हेर्नुभयो भनेदेखि तपाईँले फाइल, ड्राइभ, ग्यालेरी, क्यामेरा देखाइरहेको छ। तपाईँले यसबाट फाइलहरू अपलोड गरेर यसलाई प्रश्नहरू सोध्न सक्नुहुन्छ, हैन। सो यो कुरा भयो यसमा चाहिँ। अब क्यानभासमा गएर चित्र बनाउने कुरा भयो होला। अब मैले देखाउन खोजेको चाहिँ अब यहाँ गएर सोध्यो भनेदेखि यसले प्रश्नको उत्तरहरू दिने भयो यो माइक्रोफोन बटनमा, ठिक। त्यस्तै गरेर यो माइक्रोफोन बटनभन्दा यतापट्टि हामीले देख्यौँ भनेदेखि यो चाहिँ बोलेर कन्भर्सेसन गर्ने कुरा पनि छ नि। यहाँ जेमिनाई के छ तपाईँको खबर भनेर सोध्यो भने यसले उत्तर के दिन्छ हेरौँ है त। म सन्चै छु, धन्यवाद। तपाईँलाई कस्तो छ? म तपाईँलाई केही सहयोग गर्न सक्छु? मलाई लोकसेवा तयारीसँग सम्बन्धित लिखित पत्रको तयारी गर्दा के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ त्यस सम्बन्धी गाइडेन्स चाहिएको छ। पक्कै पनि म तपाईँलाई मद्दत गर्न सक्छु। लोकसेवा आयोगको लिखित परीक्षाको लागि पत्र लेख्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुराहरू यस्ता छन्। 1. प्रश्नलाई राम्रोसँग बुझ्नुहोस्। प्रश्नले के सोधेको छ त्यो स्पष्ट हुनुपर्छ। 2. योजना बनाउनुहोस्। पत्रको ढाँचा कस्तो बनाउने, मुख्य बुँदाहरू के राख्ने र कसरी प्रस्तुत गर्ने भन्ने योजना बनाउनुहोस्। 3. स्पष्ट र संक्षिप्त भाषा। मलाई एउटा प्रश्नको उत्तर दिइदिनुहोस् न। बजेट चक्र भन्नाले के बुझ्नुहुन्छ? बजेट प्रणाली आर्थिक अनुशासनको महत्त्वपूर्ण आधार हो भन्ने भनाइलाई पुष्टि गर्न तर्कहरू प्रस्तुत गर्दै नेपालको सार्वजनिक प्रशासनमा बजेट कार्यान्वयनमा देखा पर्ने मुख्य समस्याहरू उल्लेख गर्नुहोस् भन्ने प्रश्न 10 अङ्कको लागि छ। यो प्रश्नलाई कसरी समाधान गर्न सकिन्छ? बजेट चक्र भन्नाले सरकारले आफ्नो आम्दानी र खर्चको योजना बनाउने प्रक्रिया हो। यो प्रक्रिया सामान्यतया 4 चरणमा हुन्छ। बजेट तर्जुमा,
बजेट स्वीकृति, बजेट कार्यान्वयन र बजेट मूल्याङ्कन। बजेट प्रणाली आर्थिक अनुशासनको महत्त्वपूर्ण आधार हो किनकि यसले सरकारलाई आफ्नो आम्दानी र खर्चलाई सन्तुलनमा राख्न मद्दत गर्छ। यसले सरकारलाई अनावश्यक खर्च गर्नबाट रोक्छ र जनताको लागि आवश्यक सेवाहरू प्रदान गर्न मद्दत गर्छ। नेपालको सार्वजनिक प्रशासनमा बजेट कार्यान्वयनमा देखा पर्ने मुख्य समस्याहरू: 1. राजनैतिक अस्थिरता। बारम्बार सरकार परिवर्तन हुँदा बजेट कार्यान्वयनमा समस्या आउँछ। 2. कमजोर कार्यान्वयन क्षमता। कर्मचारीहरूको अभाव र तालिमको कमीले बजेट कार्यान्वयनमा ढिलाइ हुन्छ। 3. भ्रष्टाचार। बजेटको दुरुपयोगले लक्षित वर्गसम्म सेवा पुग्न सक्दैन। 4. अनुगमन र मूल्याङ्कनको कमी। बजेट कार्यान्वयनको प्रभावकारी अनुगमन र मूल्याङ्कन नहुँदा समस्याहरू पहिचान गर्न गाह्रो हुन्छ। यो प्रश्नको उत्तर लेख्दा यी बुदाहरूलाई विस्तृत रूपमा व्याख्या गर्नुपर्छ र नेपालको सन्दर्भमा उदाहरणहरू पनि दिनुपर्छ। ओके, मैले सोधेको प्रश्नको कुराहरू यसले सबै यहाँ यसरी दिएको छ छोटकरीमा, र यसलाई अझै विस्तृत बनाऊ भनेर यसले भन्यो भने नि बनाइदिन्छ। जस्तो म ट्राई गर्छु है त। यसलाई थप विस्तृत रूपमा लेख्नको लागि पुरै उत्तर दिन सक्नुहुन्छ? पक्कै पनि म तपाईँलाई एउटा नमुना उत्तर दिन सक्छु। यो उत्तरलाई तपाईँले आफ्नो आवश्यकता अनुसार परिवर्तन गर्न सक्नुहुन्छ। बजेट चक्र भन्नाले सरकारले आफ्नो आम्दानी र खर्चको योजना बनाउने प्रक्रिया हो। यो प्रक्रिया सामान्यतया 4 यसरी यसले सबै दिएको छ है। तपाईँलाई सुन्न अल्छी लाग्यो भनेदेखि यो सबै उसले जे कुराहरू भन्छ यी कुराहरू सबै यहाँ दिएको छ, तर यतिले मात्रै हाम्रो उत्तर पुरा होला या नहोला त्यो आफ्नो ठाउँमा छ। यसलाई थप तोडमोड गर्ने, थप परिष्कृत बनाउने काम चाहिँ हामीले पनि गर्नुपर्छ। एआईले प्रयोग गर्ने भाषा र हामीले प्रयोग गर्ने भाषामा फरक हुनसक्छ है। यो कुरा भयो। थप मौलिकता थप्ने काम हामीहरूकै भइहाल्यो। अब यसैमा गएर यही ठाउँमा गएर हामीले हेऱ्यो भनेदेखि यहाँनिर एउटा भिडियोको अप्सन देख्न सकिन्छ। यो भिडियोको अप्सनमा गएर हामीले एउटा काम गर्न सक्छौँ। जस्तो मैले यो भिडियो ओपन गरेँ, यति गरिसकेपछि भिडियो ओपन भयो र मैले प्रश्न सोध्छु। यहाँ देखेको प्रश्नको उत्तर दिनु तपाईँलाई नेपालको निजामती प्रशासनमा विद्यमान बजेट प्रणालीको सबल पक्षहरू के हुन? बजेट प्रणालीलाई अझ बढी वस्तुनिष्ठ र पूर्वानुमान योग्य बनाउन कार्यान्वयन योग्य सुझावहरू। तपाईँको विद्यमान बढुवा प्रणाली हो, बजेट प्रणाली होइन है। ओह, माफ गर्नुहोस्, मैले प्रश्न राम्ररी बुझिनछु। के तपाईँ मलाई फेरि प्रश्न पढ्न सक्नुहुन्छ? नेपालको निजामती प्रशासनमा विद्यमान बढुवा प्रणालीको सकारात्मक र नकारात्मक पक्षको विवेचना गर्दै बढुवा प्रणालीलाई वस्तुनिष्ठ र पूर्वानुमान योग्य बनाउन कार्यान्वयन योग्य सुझाव प्रस्तुत गर्नुहोस् भन्ने प्रश्न हो यो। नेपालको निजामती प्रशासनमा विद्यमान बढुवा प्रणालीका सबल पक्षहरू: 1. योग्यतामा आधारित। बढुवाको लागि कर्मचारीको योग्यता, तालिम र अनुभवलाई आधार मानिन्छ। 2. कार्य सम्पादन मूल्याङ्कन। कर्मचारी यसरी फोटो खिचेर पनि हामीले यसलाई पढ्न लगाएर या प्रश्न सोध्न सक्यौँ। अब हामीलाई पढ्न अल्छी लाग्यो भनेदेखि यसले फोटो अपलोड गरिदिएको भरमा पनि हामीलाई पढेर सहयोग गरिदिन्छ। लेट्स ट्राई इट अल्सो है त। त्यसको लागि चाहिँ हामी यो प्लस बटनमा गएर एउटा ग्यालरीमा गइकन फाइल अपलोड गर्छु अनि म यसलाई भन्छु मलाई यो अपलोड गरेको फाइल पढेर सहयोग गरिदिनु है त। यति भनेर मैले यो फाइल अपलोड गरेँ। यसले टेक लिँदैछ अनि म यहाँ लेख्छु यसलाई पुरै वाचन गरिदिनु है, गरिदिनु सरी टाइपिङ। ए माथि लेखिदिइसके रहेछ। वाचन गरिदिनु भन्दा यसले वाचन गरेन, तैपनि यहाँनिर छ, यसमा यसरी बजाउन सक्छ। हुन्छ, म यो पाठ वाचन गरिदिन्छु। राष्ट्रिय मानव अधिकार आयोग ऐन 2063 ले मानव अधिकार भन्नाले व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएका अधिकारलाई सम्झनुपर्छ। सो सन्दर्भले नेपाल पक्ष भएको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा निहित अधिकारहरूलाई समेत जनाउँछ भनी परिभाषित गरेको छ। मानव अधिकारका विशेषताहरू:
व्यक्तिगत वा नैसर्गिक अधिकार यस्ता अधिकार स्वाभाविक वा प्राकृतिक रूपमा प्राप्त हुन्छन्। विश्वव्यापी प्रकृतिको मानव अधिकार सीमाविहीन अधिकार हो। प्रत्येक व्यक्तिका लागि यस्ता अधिकार बिना भेदभाव प्राप्त हुने गर्दछन्। यसले यसरी चाहिँ पढेर सहयोग गर्यो होइन। सो हामीलाई पढ्न पनि अल्छी लाग्यो, म बाटोमा हिँड्दैछु, म सुन्छु कुनै पनि लेखेको कुरा भन्ने लाग्छ भनेदेखि त्यो कुरालाई एयरपोर्ट या इयरफोन कानमा खाँदेर मजाले सुन्दै पनि हिँड्न सकियो। यसरी नै यसलाई प्रयोग गर्न सकियो। अब डिप एनालाइसिसको लागि तपाईँहरूले यो गर्न सकिहाल्नुहुन्छ होइन। सो रिसर्च भन्ने ट्याबमा गएर या विस्तृत रूपमा यसलाई नै सोधेर बुझेर प्रयोग गर्न सकियो। अर्को पर्प्लेक्सिटी एआईले तपाईँहरूलाई धेरै कुरा देखाउँछ। यहाँनिर गएर तपाईँले सर्च गर्नुभयो भने संविधानवादको बारेमा या कुनै पनि विषय समावेशीकरणको बारेमा लेख्नुहोस् भने बेसीकरण होइन समावेशीकरणको बारेमा लेख्नु पऱ्यो भनेदेखि यसले चाहिँ मजाले खोजेर सोर्ससहित नै दिने भएको कारणले गर्दाखेरि यो पनि एकदमै राम्रो टुल रहेको एआई टुल रहेको छ पढ्नको लागि। डिपसिक र च्याट जिपिटीको बारेमा त तपाईँहरू एज युजल नै हुनुहुन्छ। च्याट जिपिटीले पनि बोलेको कुराहरू उत्तर दिने गर्छ, तर कतिपटक यसले चाहिँ हिन्दी टोनमा दिन्छ, पुरै जेमिनाले जस्तो नेपालीमा दिँदैन। सबै टुलको प्रयोग गरेर आफ्नो तयारीलाई थप मजबुत बनाउनु होला। अब साथीहरू यसरी यो विभिन्न टुल्सहरूको प्रयोग गर्दाखेरि हामी कतिपटक चाहिँ यसमा नै भर पर्ने अनि अल्छे भइ पठाउँछौँ। यसले कतिपटक गल्तीहरू गरेको हुनसक्छ। तपाईँले सबैभन्दा तलपट्टि हेर्नुभयो भनेदेखि चाहिँ एआईले गल्ती गर्न सक्छ वा डाटाहरू तोडमोड भएको हुनसक्छ। त्यो कुरालाई याद गर्नु पर्यो र लेख्ने कुरामा या प्र्याक्टिस गर्ने कुरामा एआईले तपाईँलाई गाइडेन्स गर्न सक्छ, तर वास्तविक फिल्डमा प्र्याक्टिस गर्ने चाहिँ तपाईँ हामीले नै हो। सो सबै कुरा एआईमालाई रिलाइ हुन सक्दैन, तर हाम्रो पढाइको गति र हाम्रो तयारीलाई थप परिष्कृत बनाउन र थप एक्सिलरेट गर्नको लागि चाहिँ एआईले एकदमै ठुलो र महत्त्वपूर्ण भूमिका खेल्छ। सो एआईको प्रयोगलाई हामी तयारी मैत्री बनाऊ, त्यो हिसाबले मैले अनुरोध गरेँ। सधैँ एआईमा भर परेर पनि हुँदैन, किनभनेदेखि देयर इज नो सर्टकट टु बी अ सक्सेसफुल पर्सन। सो सक्सेस हुनको लागि हामीले एउटा कन्ट्रोल प्लस कुनै पनि की दबाएर सक्सेस हुँदैन, मेहनत गर्नै पर्छ होइन। यसले मेहनतलाई थप सजिलो बनाउनको लागि एआईले सहयोग गर्छ। एआईलाई एजेन्टको रूपमा टुल्सको रूपमा प्रयोग गरौँ, एआईमा नै पुरै भर नपरौँ होइन। त विभिन्न कुराहरू हामीले हेरिसक्यौँ। त्यति भइसकेपछि एआईले अनि त्यस्तै गरी विभिन्न प्रविधिको प्रयोग गरेर पढाइलाई प्रविधिमा दिने बनाउँदै गरौँ। तपाईँहरू सबैको पढाइ एकदमै फलदायी होस्। शुभकामना।